काम गरिखान गाह्रो छ त यार नेपालमा यार के गरेको सम्धी नाइट लाइफ नाइट राइडर लाइफ इन काठमाडौँ कहाँबाट अड्केको छ यो चाहिँ कुन हो विष्णुमती पुल वान वे छ नि त यहाँ एउटा जाने एउटा आउने पुल यो होइन अब खुल्ला रहेछ भने चाहिँ होइन हाम्रो अपना सपना पनि लिएर जानुपर्छ बन्द रहेछ भने चाहिँ अनि बाई बाई गुड नाइट भनेर के भन्छ यो के कस्तो बिर्सेको ए सी यू टुमारो भनेर जानुपर्छ होइन त दामी यता त लाइटै छैन अघि चाहिँ मजा आइरहेको थियो औ लुगा भने जस्तो भयो त राति शीतल हुने रहेछ है गर्मी बेलामा त दिउँसो त कस्तो राइड गर्ने सक्दैन भाइ यार अबै तातो त्यही त भने माया सला काम गरिखान गाह्रो छ त यार नेपालमा यार के गरेको सम्धी कति हतार भयो त्यसलाई तर बन्द भइसक्यो भाइ है अब हाम्रो यहाँ डेलिभरी गरेर होइन क्यास बुझाउनु चाहिँ यहाँ हो क्यास बुझाउनु यहाँ हो तर बन्द चाहिँ भएको छ होइन ल बाई बाई हाम्रो मेगा सप है यो चाहिँ अनि यहाँबाट निस्किन्छ अब मामाले कराउँछ कि भनेर चाहिँ अनि हाम्रो विश्व भाइले पनि भन्दैछ तर के गर्नु हामी काम विशेष अब काम गर्नलाई भनेर हिँड्दाखेरि यस्तरी अलिकति नेम मिल्नु परेको हो त्यसमा क्षमा प्रार्थी छौँ हामी होइन अब ट्राफिक रुल्सलाई चाहिँ फलो गर्ने मान्छे हो हामी कहिलेकाहीँ चाहिँ अब सर्टकट पनि सही हो काठमाडौँमा चल्ने भनेकै अब तिम्रो लगभग सिग्नलकै भरमा हो नि त यस्तो भिडभाडमा त खासमा त भन्नुपर्दा गाह्रै हुन्छ हौ कोही बेला क्या झुक्काइदिएर हुन्छ अनि उल्टो सिग्नल दिएर उल्टोतिर गइदिँदाखेरि अनि ऊ अहिले ट्राफिक लाइट पनि बलेको छैन होइन खोइ हाम्रो यहाँ कुलमान सरहरूमा नि त मिटरको बत्तीको बिल उठ्छ धेरै ए बत्तीको बिल धेरै उठ्छ भन्नु हो सरकारले कहाँबाट तिर्छ त उनीहरूको पैसा होइन एक हिसाबले त ठिकै हो होइन बिचरा ट्राफिकलाई चाहिँ गाह्रो हुन्छ नि त हात हल्लाएको हल्लाइ गर्नु परिरहेको हुन्छ बसेर त अनि यत्रो भुँडी भन्दा सरकार भाट्टा पर्छ नि त त्यस्तो पनि भन्नु हुँदैन हौ बिचरो दिनभरि धुलो धुवामा उभिएको हुन्छ यार भाइ यार गाह्रो हुन्छ नि उनीहरूको नि एउटा ड्युटी हो होइन अब यस्तो हुन्छ क्या एक दुईजना खराब भयो भने सबै सङ्गठनै खराब भन्ने हुँदैन भाइ त्यस्तो हामीले त्यो पनि भन्नु हुँदैन होइन तर मलाई चाहिँ ठिकै लाग्छ राम्रो भनेको राम्रो हुने राम्रो नि हुन्छ नराम्रो नि हुन्छ सबै औँला एउटै हाम्रै शरीरको मुला हातकै औँला त मुला सबै बराबर छैन फेरि बराबर भने चाहिँ पावर पनि नलाग्ने होला नि त फेरि होइन त्यही त ट्राफिकहरू मलाई मनपर्छ तर हावातालमा त्यो झर्केर फर्की गर्नेहरू चाहिँ लास्ट रिस उठ्छ अब बर्दीमा हुन्छ जुद्दी भन्ने नि होइन गाह्रो छ नि जिन्दगी होइन भाइ छुनु हुँदैन त्यो थाहा छ कि होइन नि त कति ठाउँमा चाहिँ मलाई बुझ्दै नबुझ्दैन झर्की फर्की गर्ने पनि हुन्छ नि त कति त तर त्यो नराम्रो कुरा हो अब भोलिको दिनमा कस्तो हुन्छ भने पोलाइटले कुरा गर्दा गर्दै मलाई झर्किने फर्किने गर्ने कोही आयो भने त त्यसलाई चाहिँ ड्याम भाटा हान्दा नि भइहाल्यो नि त उसको त अधिकारले पाएको कुरा हो कानुनले पाएको कुरा हो ड्याम चाहिँ हान्न पाउँदैन होइन तर उसले कराउनु पायो सम्झाउनु पायो तर जो मान्छेलाई नियमै थाहा नभएर उभिरहेको पनि हुनसक्छ होइन ऊ कोही चाहिँ फेरि पुरा मोबाइलमा बिजी रहेछ यार सोल्टी यार एउटा कुरा कोहीलाई चाहिँ थाहा नभएर नि त्यो गल्ती गरेर हुन्छ नि त त्यस्तोहरूलाई चाहिँ एकचोटि सम्झाएर हुन्छ कि त्यस्तो गऱ्यो भने नि लगभग राम्रै हुन्छ जस्तो लाग्छ यो लेन क्रस अनि होइन लेन क्रस साइड लाइटहरूमा चाहिँ लगभग हानेकै राम्रो लाग्छ हौ मलाई कहिलेकाहीँ यो रोकिरहेको ठाउँमा चाहिँ त्यो आउँछ नि चाबी खोज्न त्यो चाहिँ नराम्रो जस्तो लाग्छ पहिले सोध्ने के कारणले बसेको किन बसेको अब पठाउनै अथवा इन्ड्राइभ नै भयो भने त उनीहरू कि मान्छे ले बोलाएर गएको होला त्यस्तो रोक्न नहुने भन्ने ठाउँमा कि कतिलाई थाहा नभएर गएको हुनसक्छ नि त त्यस्तोमा चाहिँ चान्स दिनु पऱ्यो क्या ल एकचोटिलाई भइहाल्यो होइन अर्कोचोटि चाहिँ भेट्यो भने भन्ने हिसाबले अथवा कि बाइक नम्बरसम्म टिपेर राखिदिने मायाका होइन त्यसरी गरेर गऱ्यो भने चाहिँ ठिकै हुन्थ्यो होला हौ पछाडिबाट लुत आउँछ कतिखेर आउँछ मैले घ्ल्याप्प पाएर चिट काटिहाल्नु भने त्यो गलतै हो त्यो पनि होइन भाइ कतिपय ट्राफिकहरू चाहिँ अब हाम्रो चाहिँ होइन यो भ्लग चाहिँ डेलिभरी भ्लग हुन्थ्यो होइन तर साला जुन डेलिभरी गर्न जाँदाको र सामान डेलिभरी गरेर सामान खोलेर पुरा देखाएको त्यो भ्लग भिडियो बनाउनु बिर्स्यो कस्तो अर्कोचोटि त्यस्तो पऱ्यो भने चाहिँ टक्क ल सामान एउटा डेलिभरी गर्न गएको त्यो सामान खोलेर मानौँ न त्यो सामानहरू हाल्नु अनबक्सिङ गरिदिनु पर्ने अब त्यो फिट सिट गर्नलाई हेरिदिनु पर्ने त्योहरू नि देखाउँदाखेरि त दामी हुन्थ्यो नि त होइन तर हामी त काम गरेर आउँ नि त यो हामी त्यति घुमिरहेको पनि होइन होइन काम गरेर आऊ काठमाडौँमा जति नै राइड गर्नुहुन्छ सबैजना सेफ राइड होइन राइड सेफ गर्नु होला ट्राफिक रुल्सको फलो गर्नु होला थाहा नभएको रुल्सहरू आफ्नो साथीभाइसँग सोध्ने ओ यस्तो यसको के हो यो हुँदाखेरि के हुन्छ भनेर सोध्ने अब हामीलाई पनि सबै त थाहा छैन होइन जति थाहा भएको त्यो चाहिँ फलो गरेर हिँड्दा हुन्छ हामी अब कुनै बेला जरिमाना पर्ला अनि त्यो बेलामा चाहिँ फेरि थाहा होला
होइन मैले गलत गरेँ कि सही गरेँ मैले लेन क्रस गर्नु हुँदैन भनेर